मलाई स्वयंलाई मेरो मेसेन्जरमा आएको मेसेज म तपाईलाई देखाउँदैछु। ठ्याक्कै ई सेवा जस्तै देखिने ई सेवाको लोगो छ, ई सेवाको नाम छ। अनि के भन्छ त यसले ई सेवा क्रिसमस गिफ्ट भन्छ। त्यसपछि हामी लोभिएर के गर्छौँ त्यहाँ क्लिक गर्छौँ। अब मलाई यो मेसेज कहाँबाट आयो त? मेरै एकजना साथीले यो मेसेज मलाई पठायो। के हुन्छ त यस्तो मेसेज तपाईका 20 जना साथीलाई पठाउनुस् भनेर तपाईले ठ्याक्कै मेसेज आउँछ। अनि तपाईले गिफ्ट पाउनुहुन्छ भनेर के हुन्छ तपाई गिफ्टमा लोभिनुहुन्छ, ओहो गिफ्ट आउँदैछ मलाई भनेर। अनि तपाई ड्याङ 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 मेसेन्जरमा के गर्नुहुन्छ फरवर्ड गरिदिनुहुन्छ 20 जनालाई। अनि उनीहरूले जब यो लिंक क्लिक गर्छन् के आउँछ त त्यसपछि हेर्नुस्, त्यसपछि आउँछ ठ्याक्कै यो ई सेवा जस्तै देखिने ई सेवाको जुन पेज हुन्छ नि होम पेज त्यस्तै देखिने तपाईले एउटा युआई भन्छ त्यसलाई, युजर इन्टरफेस देख्नुहुन्छ। देखेपछि अब यहाँ के भन्छ त कङ्ग्रेचुलेसन्स ई सेवा क्रिसमस गिफ्ट। अनि 42,000 आउँछ तपाईलाई यो सर्वेमा भाग लिनुहोस् भनेर ठ्याक्क लेखेको छ यहाँ। अनि क्वेशन के आउँछ? क्वेशन 1 अफ 4 भनेछ। 4वटा प्रश्न छ यसमा। आर यु फ्यामिलियर विथ ई सेवा? हो तपाई एक्स गर्नुहुन्छ। त्यसपछि तपाईलाई अर्को क्वेशन आउँछ। अनि त्यसपछि त्यहाँ के सोधिन्छ त तपाईको बर्थ प्लेस। अनि तपाईको अर्को क्वेशन आउँछ तपाईको बर्थ डेट। र लास्टमा अब तपाईले ठ्याक्कै गिफ्ट आउनु अगाडिको अन्तिम प्रश्न भनेर के सोधिन्छ त तपाईको आईडी र पासवर्ड ठ्याक्क हाल्नुस् त्यहाँ भनेर। अनि आईडी र पासवर्ड हाल्ने युआई पनि ठ्याक्कै ई सेवाको जस्तै हुन्छ। तपाईलाई के लाग्छ भने यो ई सेवाले नै गरिरहेछ। मैले यो ई सेवाको उदाहरण दिएँ। यस्तो ब्याङ्कको नाम लिएर, त्यसपछि लभी मलको नाम लिएर पनि भइरहेको थियो। विभिन्न गाडीको ब्रान्डहरूको नाम लिएर यस्तो भइरहेछ। र यसमा जुन तपाईले आफ्नो आईडी र पासवर्ड हाल्नुभयो नि अब त्यो स्क्यामरको हातमा पुग्यो र त्यसको दुरुपयोग गरेपछि तपाईको ई सेवा अकाउन्ट रित्तो बनाइदिन सक्छ। त्यस्तै दुरुपयोग गरेर तपाईको ब्याङ्क अकाउन्ट के गर्न सक्छ रित्तो बनाइदिन सक्छ। अनि यो चाहिँ एकदमै रियल हो भनेर देखाउनलाई स्क्यामरले के गर्छ त हेर्नुस्, त्यो पोस्टको मुनि त्यसको तल चाहिँ कमेन्टहरू आउँछ। यी नेपाली मान्छेहरूले नै गरे जस्तो देखिने गरेर रियल जस्तो यी ठ्याक्कै आई कान्ट बिलिभ इट आई रियली रिसिभ द गिफ्ट भनेर आउँछ। द प्राइज हैज बीन क्रेडिटेड। ओहो मेरो अकाउन्टमा ठ्याक्कै प्राइज आयो भनेर तपाईलाई विश्वास पनि लाग्छ किनकि त्यहाँ सयौं मान्छेहरूको कमेन्ट तपाईले देख्नुहुन्छ। र यो सबै स्क्याम हो। जानी नजानी हामी यस्तो स्क्याममा परिरहेका हुन्छौँ। यस्तो पोस्ट तपाईले देख्नुभयो फेसबुकमा यो क्रिसमस गिफ्ट न्यू इयर गिफ्ट भनेर अनि तपाईको 20 जना साथीहरूलाई सेयर गर्नुस् भनेर आयो भनेदेखि त्यसलाई इग्नोर गर्नुस् र त्यो पेजलाई ब्लक गरिहाल्नुस् किनभने त्यो स्क्याम हो। तिनीहरू स्क्यामर हुन्। र सबैलाई यो स्क्यामको बारेमा सचेत गराउनको लागि निकै खतरनाक स्क्याम हो यो। यो पोस्टलाई यति धेरै सेयर गर्नुस् कि कोही पनि यो स्क्याममा नपरुन्। याद राख्नुस् तपाई हाम्रो एउटा सानो प्रयासले कोही स्क्याममा पर्नबाट जोगिन सक्छ।